लागेको छ हैन। मलाई नि होली त त्यस्तो लागिसकेको चाहिँ छैन। अब म कलर सलर किन्न जान लागेको पसलतिर साइकलमा हैन। मेरो क्रस फायर लिएर गएर कलर सलर किनेर आउनु पर्यो। अनि यसो आएर घरतिर आएर मम्मीसँग, भाइसँग, बुढीसँग, छोरोसँग यसो हल्का रमाइलो गरौँ कि भनेको है। त्यसै अब त्यही रमाइलो गरौँ, स्पिकरहरू बजाऊँ भनेर स्पिकर हिजो बनाएको 500 खर्च गरेर फेरि आज बिग्रिसक्यो। अब स्पिकरको झन्झट छोडिदिएँ मैले, आफै रिपेयर गरेको भएन। बजार आइपुग्यो, कता पाउँछ र फेरि यता यहाँ पाउने साइकल चाहिँ राख्छु। रङहरू पिचकारीहरू रहेछ। मान्छे चाहिँ कतिजना आन्टी कसरी हो यो कलर दिनु न मलाई। कुन हो 10 रुपियाँले? कुन चाहिँ लाने होला? हजुर यो चाहिँ एलर्जी नहुने कलर हो कि? एलर्जी नहुने राम्रो खाले कलर हो कि? यिनीहरू यो एउटा राख्दिनु। त्यो रातो हो? त्यो रातै 25। अनि यति 3टा लान्छु म। कति भयो? 75 भयो है। हजुर टिसर्ट नला चाहिँदैन होला आन्टी। र प्लास्टिकमा राखिदिनु। रङ पनि भिग्यो होइन गाइस। अब पसल आएको छोरोलाई अलिकति सामानहरू पनि लगिदिनु पर्ला। यो मिठाई चक्लेट अङ्कल पैसा कहिल्यै देखिया छ यति। साउदी हुनुहुन्न जस्तो छ अङ्कल। ए यता अङ्कल यो कुरमुरी चिज बल दिनु न बच्चाको लागि। हजुर हजुर एउटा पिस खालिदिनु। बिहान निस्किएर यहाँ कस्तो जाडो पनि भइरहेछ। हजुर यसलाई कति हो अङ्कल? 2टा दिनु न। त्यही बिहान निस्किएको जाडो पनि भइरहेछ। अब गएर यसो हल्का चिसो चाहिँ होइन रङ चाहिँ लाउने काम गर्छु म। भोलिसोलि लोला सोला यताउति गरिदिनु भयो। ए अङ्कल लोलाहरू छ र साथी? लोला हजुर बेलुनहरू छैन है? आन्टी फेरि केही पसलमा आउनु पऱ्यो क्या गाइस। लोलाहरू छ र आन्टी बेलुनहरू? बिर्सिएछ क्या मैले। दिनु न दिनु न त्यही 15 खाले 2टा दिनु। हजुर त्यसमा कुनै त फुटेको नि पर्छ है। गाइस लोला पनि किनियो अब। हुन्छ आन्टी होइन थ्याङ्क यू आन्टी। आज बजार सबै सुनसान छ गाइस होइन। अनि बुवालाई होली लागेको छैन हजुरलाई? जस्तो लाग्छ। होइन भिडियो बनाएको। हजुर ए ल युट्युब च्यानलतिर राख्नको लागि। हजुर मेरो यहाँ अलिक पछाडि अलिक भित्र राजापुर यो रेस्टुरेन्ट छ नि, त्यो रेस्टुरेन्ट भन्दा अलिकति उता। ए ल अङ्कल लाग्छ है।
यही रेस्टुरेन्ट छ नि आन्टी खोजी हजुर यही आरआईको रेस्टुरेन्ट हो त्यही अलिकति अगाडि त्यो पर्वु बस्थ्यो नि पहिला हो त्यही घरमा त्यहीँ बस्छ हजुर ल सन्चै राख्छु है मान्छेहरू धेरै चिन्जान गर्न खोजिराख्नुहुन्छ होइन कोही मान्छे एकदम मिलनसारहरू नै हुनुहुन्छ होइन कोही चाहिँ अब अलिक टेढै खाले भनौँ न त्यस्तो खाले मान्छेहरू नै छन् कि यता ओके नो प्रब्लम केही फरक पर्दैन हामीलाई हामी त आफ्नो कामसँग मतलब राख्ने हो काम गर्ने हो खाने हो बस्ने हो कुनै टेन्सन छैन गाइज पछाडिबाट गाडी आइरहेको छ फेरि कस्तो गुड बेटर फिल भइरहेको छ हो गाइज यार आज यार कस्तो बिहान 8 बजीसम्म त ड्युटी जानुपर्ने 8:30 बजीसम्म म सुतेरै बस्थेँ होइन अनि आज चाहिँ दिवस सुतिनँ मम्मीले काम पनि छ भन्नुभयो यताउति भन्नुभयो अनि त्यही भएर चाँडै उठेँ चाँडै उठियो अनि त्यसपछि यहाँ अलिअलि काम थियो गऱ्यो अब गएर एकछिन हल्का होली खेल्नु पऱ्यो त्यसपछि चिया खानु पऱ्यो खाजासाजा होइन चिनी लिन जानुपर्ने छ चिनी पनि लिएर खाइन मैले चिनी सकिया छ अहिले घरमा बुढीले अहिले इसारा गरेर बसिसकेको छ त्यता हेरेर बसिसकेको छ होइन गाइज बुढीलाई हो पहिलो सुरुमा रङ लगाउने चाहिँ रियाक्सन हेरौँ न गाइज यार आमाहरूको रियाक्सन गाइज के चाहियो ल हेरी त्यही चीज मलाई ल्याए ना छोरो तना एउटा ल इयरफोन नकिन भनेको होइन मैले के किने त केही त किनेछु 100 रुपैयाँ ले 100 रुपैयाँ हो हेर्नु न साथीहरू यार 300 दिएको होली बनाउनु मेरो आमाले 300 भने फेरि 100 रुपैयाँ मागेछन् यार त्यस्तै यार कस्तो घटिया काम त गर्नु भएन नि त ओके फाइनली म घर आइपुगेँ गाइज अब रङसङ किनेर ल्याएछु अब एलर्जी नहुने खाले हो यो पर्दैन है मेरो त गाला फुटिया छ त्यस्तो गर्नु पर्छ भाइ हेलो सन्चै छौ ओइ किस बेला छ यार सबै खाली क्या बाबुले तिमीलाई चाहिँ अलिक भएन कि भोलि यार मिलाएर लगाइदिनुपर्छ त के भयो जान जम्मै बाबुले खाल्छ छोरो ल लगाऊ ल म अब जान्छु यता हेर दिदीहरुतिर जान्छु अब म पनि जान्छु होइन आज हाम्रो होली खेल्दैन नि क्या हो अनि बजार त झन् आज जम्मै बन्द छ अनि कुनै खोलिएको छ ल यो जाँसु किन लिएर आएको यसले त्यस्तो गरेर फाल्छ क्या कस्तो गरेर किन लिएर आएको त यो त काम नपाए लाउनु छोरो छि सँग फागर भन्नु नलाइदे काइदाको हातभरि कलर लाग्यो त्यो भोटिदियो क्या दिदीहरूले आज खेल्नु होला र होली बाहिरै बस्नु भएको छ डढ्दै हिँडेछ त मेरो छोरो त तपाईँकै बुहारीले हालिदियो कि त
मैले त अनुहार धोएँ गाई चाहिँ मैले चाहिँ अनुहार धोएँ अब यता मम्मी अबिर लगाइदिन आउनु भएको अरे खोइ त आज त झन् आज होइन र हाम्रो यताको होली त सबैजना सुनसान हुनुहुन्छ त सबैजना सुनसान हुनुहुन्छ त दाइ कतिजना भयो मेरो छोरो पो खुब दामी देखिएछ आज पो होली यता हाम्रो हिजो जस्तो लागेको थियो त हिजो वर्गेर हिजो थाहै पाइएन गाजरबारीमा होली खेल्यो हिजो त आमा लगाएर फेरि यता फेरि आमा ऊ त जोगी आयो नि त छैन यो एलर्जिन आउने कलर हो यो अर्कै कलर हो कि नानी कहाँ जानु मान्छे बहिनीलाई देऊ न बहिनीलाई दिने हौ बहिनीलाई देऊ कस्तो दामी हो यार यहीँ बित्दा छ एउटा खै टिका दिनु त अलिकति बाह्रलाई पनि लगाइदिन्छ है यसले त ल ह्याप्पी होली ह्याप्पी होली ए ह्याप्पी होली धेरै होली ल आज बाह्रलाई नि होली खेलाइदिए गाइज होइन यो पाठा र यो पाठा एउटै देखिएछ यार यो पाठा र यो पाठा बस गुड गुड जोर ए होइन दाइ अब यसो खाना बनाउनु लाग्नु पर्ने छ होइन ए ए कहाँ टेकेको हो आफ्नै उसलाई टेक्छ ती यार आफै पस्यो होला नि त्यहाँ न्यानो भयो होला नि अब बाहिर आऊ बाहिर पेटै देखिएको थिएन एउटा के ल होली है ह्याप्पी होली है ल ह्याप्पी होली ह्याप्पी होली छोरो तिम्रो यो त एउटै देख्छ त छोरो छोरो ल पर्दैन यता त लडाइँ पो भइरहेछ झगडा परिरहेछ जाऊ होली खेल्न जाऊ अरे जाऊ है माउ हो के छ ए खरायो रहेछ नि छोरा
होली रमाइलो भइरहेछ हो राम्रो हेर छोरा खाएको आमाउ खाएको हेर अरू कलर भएको हुन्छ रातोले बाबु नलिएर मुभीको छिरे त मलाई चाहिँ परेको जस्तो गर्नु पर्छ यार त नानीले गर्नु पुरा नमान्नु होली हे अलि अनुहार पानी राखिदिनु न म थाप्छु त्यो भाइले के होला ल होइन म होइन नि म त लगाइसकेको होली भाइलाई ल टीका मात्रै कहाँ दल पनि हालत खराब गाइस चट्किलो आइहाल्यो खै मम्मी यता हेर्नु त यता हेर्नु न भर्खर नआएर आएकोहरू कति राम्रो देखिनु भएको राम 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 लु म त लाग्यो है हजुर दाइ हुन्छ बसौँ नानी कति लाउँछ होली पुड्केलाई ह्याप्पी होली ह्याप्पी होली तक्लु भाइ यता हेर छोरा राम 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 राम्रो देखिएको हरियो छ हाम्रो घर हरियो छ रातो छ किन चोखे भयो त आज उल्काएर मलाई अझै हिँडी नरे यस्तो चाहिँ अब चाहिँ मेरो बुढीको हालत खराब हुने भयो बिचरा टिका मात्रै लगाएर बसेपछि अब पुरै दल्लिने कुरो भइरहेछ नि हाम्रो आमाले र अब मेरो त्यस्तो चोखो बसेको बुढीलाई बिचत्तो पार्ने भयो सर भाङ्गी ए भाङ्गी यहाँ आऊ त तिमीलाई बोलाएको हो कि तिमीलाई यहाँ आऊ छिटो चिन्ता नलिऊ यसलाई चाहिँ औषधि किनिदिनु
ओले जामे त रखै रङ भएको बार रङ मेरो बुहारी टुपिया खनै दे रात आएको टल्किन बिग्री लाग्छ बिग्रिँदैन मैले राम्रो भनेर त्यही हो भाइलाई खै हरियो लगाइदिन्छ त मिलाएर लगाइदिन्छ भाइ किन नहेल्ने भाइ राजा खेल्न छैन म दाइ जान खान बोलाएको होइन कहाँ बिहान बिहान खान्छु ल जान त्यसमै हाल्नु ल अब यसमा त कहाँ हाल्यो र अर्को रङ मैले हरियो भनेको हरिनी अस्ति तिमी ल्याउनु न अरेन्ज हो अरे दिदीहरू हेर्नु मैले मिलाएर यसरी पो लाउनु पर्छ त होलीको र है भाइ हेर्नु र खै आफूलाई लाइदिनु हामी है दिदी लगाइदिनु आफै लगाएर रातै होइन नि कलर हेर्नु मलाई सिन्दुर हालिदिनु भात ज्यादा नखाइहाल्नु लगाइद कलरै होइन मैले मन गरेँ। लगाइदिनु मलाई नि जम्मै त होइन बज्यै एउटैलाई भ्याउने हो यसरी हो कि लाउने ल आऊ भाइ तिमीलाई लगाइदिन्छु हेप्पी फाइदा पो उठाउनु भयो त कान्छालाई न हेप्पी के को फाइदा रे मैले झन् मिलाइदिएछु भाइलाई ह्याप्पी होली होलीको धेरै धेरै शुभकामना ल म ए भाइ यसरी होली खेल्ने ल